सम्पूर्णमा नमस्कार। आज हामीले बुटोल नगरपालिकामा चाहिँ घर बनाउँदाखेरि के कस्ता नियमहरू पालना गर्नुपर्ने हुन्छ त्यसको बारेमा आज बुझौँ है। आउनुहोस् यसै हेरौँ। हुन्छ भन्दाखेरि फर्स्टमा त हामीले चाहिँ ग्राउन्ड कभरेज भन्ने हुन्छ। ग्राउन्ड कभरेज चाहिँ गर्नुपर्छ, त्यसपछि थाहा आउँछ तपाईँको बिल्डिङको हाइटहरू। त्यसै राइट अफ वे भनेको हाम्रो 20 फिट बाटो पुगेछ या पुगेको छैन भने त्यस बारेमा। त्यो सेटब्याक लाइन भन्ने कुरा आउँछ। हामीले चाहिँ नगरपालिकाले 5 फिट आवासीय बिल्डिङलाई र व्यापारिक बिल्डिङलाई चाहिँ 6.5 फिट चाहिँ मापदण्डमा राखेको छ। अब आउनुहोस् यसो साइड प्लान पनि हामी हेरौँ न। जस्तो हाम्रो यो चाहिँ हाम्रो यहाँबाट चाहिँ यहाँ हाम्रो चाहिँ ल्यान्ड जग्गा छ भनेपछि हाम्रो चाहिँ अहिले चाहिँ बाटो चाहिँ 16 फिटको छ भने हाम्रो 2 फिट चाहिँ 20 फिट पुऱ्याउनलाई चाहिँ 4 फिट चाहिएको अरे। 4 फिटमा चाहिँ 2 फिट उता अपोजिट साइडको सन्धियाले छोड्ने हो भने 2 फिट चाहिँ हामीले गरेर राइट अफको छोड्नु पर्ने हुन्छ। एउटा चाहिँ सुरुमा चाहिँ हामीले आवासीय बिल्डिङको लागि कुरा गरौँ। आवासीय बिल्डिङमा चाहिँ तपाईँको के छ 85 देखि 250 वर्ग मिटर छ भने तपाईँको ग्राउन्ड कभर चाहिँ 70% कभर गर्न पाउनुहुन्छ र फार चाहिँ 3/3 हुन्छ। अब यसै गरी तपाईँको अब यही तपाईँको यो कमर्सियल बिल्डिङमा चाहिँ 250 भन्दा बढी भयो भने एरिया चाहिँ तपाईँले चाहिँ 60% ग्राउन्ड कभरेज कभर गर्न पाउनुहुन्छ र त्यसपछि फार चाहिँ तपाईँको 3 हुन्छ। अब यही तपाईँको आवासीय तथा व्यापारिक बिल्डिङ बनाउनु छ 85 देखि 250 वर्ग मिटरमा भने तपाईँको ग्राउन्ड कभरेज चाहिँ 70% र फार चाहिँ 3 नै हुन्छ। अब फेरि पनि हामीले चाहिँ आवासीय तथा व्यापारिकमा चाहिँ 250 भन्दा बढी छ तपाईँको जग्गाको क्षेत्रफल भनेपछि 60% चाहिँ ग्राउन्ड कभरेज र 3 चाहिँ फार हुन्छ है। हस्, धन्यवाद।